हेलो हाई नमस्ते इट्स मी अच्युत गाउली सदाको चाहिँ तपाईँहरूलाई डिफ्रेन्ट एआई रिलेटेड भिडियोजहरू बनाउने क्रममा आज म स्पेसल्ली तपाईँहरूलाई साइबेलेक्स क्रिएसनको तर्फबाट चाहिँ कसरी यस्तो टाइपको भिडियोजहरू बनाउन सकिन्छ भन्ने कुराहरू चाहिँ सिकाउन गइरहेको छु, जसमा मैले चाहिँ एउटा प्रडक्टको इमेज लिएको थिएँ र ब्याकग्राउन्डमा चाहिँ यसरी म्युजिकहरू र साउन्ड इफेक्टहरू र सँगसँगै चाहिँ चिप्सहरू चाहिँ फ्लोइङ भएको थियो, कसरी बनाउन सकिन्छ भन्ने कुराहरू चाहिँ म तपाईँहरूलाई सिकाउन गइरहेको छु है त। यसको लागि चाहिँ तपाईँहरूलाई चाहिँ स्पेसली चाहिँ तपाईँहरूले गुगलमा ऱ्यान्डमली गएर चिप प्रडक्ट्स भनेर सर्च गर्न सक्नुहुन्छ। त्यो गरेपछि विभिन्न किसिमको यस्तो इमेजेसहरू आउँछ, यहाँ मध्येमा चाहिँ कुनै कपिराइट फ्री इमेजेसहरू चाहिँ युज गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँहरूले चाहिँ गुगल जेमिनीमा जानुपर्ने हुन्छ। गुगल जेमिनीमा गइसकेपछि यहाँ प्लसमा गएर तपाईँहरूले चाहिँ यो टुलबाट पनि गर्न सक्नुहुन्छ। टुलमा चाहिँ तपाईँहरूले क्रिएट इमेज भनेर यसरी राखेर त्यो ऐनेको इमेज चाहिँ अपलोड गरिदिनु होला है। अनि त्यो अपलोड गरिसकेपछि मैले अलिकति स्पिडअप गर्ने हिसाबले तपाईँलाई छिटो गर्न खोजिरहेको छु। र फाइनली हामीले इमेज त हामीले इमेज हालिसकेर अब हामीलाई प्रम्प्ट चाहिन्छ। त्यो प्रम्प्ट हालेपछि हाम्रो फाइनली चाहिँ यस्तो टाइपको इमेज चाहिँ जेनेरेट हुन्छ। अब त्यसको लागि चाहिँ प्रोसेस के हुन्छ भने तपाईँले इमेज चाहिँ यहाँबाट चाहिँ अपलोड गर्नुहोस् होइन, अपलोड। अनि यो चाहिँ टुलमा चाहिँ तपाईँहरूले क्रिएट इमेज सेक्सन राखेर चाहिँ गरिसकेपछि यो इमेज तपाईँको अपलोड हुन्छ र तपाईँलाई यो प्रम्प्टहरू चाहिरहेको हुन्छ। यो प्रम्प्टहरू तपाईँहरूले टाइप गर्न जरुरत छैन, यो मैले मेरो वाट्सएपको च्यानलमा चाहिँ अपलोड गरिदिनेछु, त्यहाँबाट तपाईँहरूले कपी पेस्ट गरेर युज गर्न सक्नुहुन्छ है त। अनि त्यो गरिसकेपछि तपाईँहरूको फाइनल इमेज चाहिँ यस्तो टाइपको बन्छ। अब यो इमेज बनिसकेपछि अभियसली तपाईँहरूलाई भिडियो त आवश्यक पर्छ, त्यसको लागि चाहिँ तपाईँहरूले यो पहिला डाउनलोड गर्नु होला। अनि डाउनलोड गरिसकेपछि तपाईँहरू चाहिँ कहाँ जान सक्नुहुन्छ भने गुगलको फ्लो, जसबाट चाहिँ हामीले अहिले चाहिँ एकदम जेनेरेटहरू गरिरहेको हुन्छ। गुगलको फ्लोमा गइसकेपछि तपाईँहरूलाई अलिकति स्पिडअप गर्ने हिसाबले मैले छिटो गर्न कोसिस गरिरहेको छु। अब यसमा चाहिँ गुगलको फ्लोमा गइसकेपछि तपाईँहरूले न्यू प्रोजेक्ट गर्नु होला। अनि न्यू प्रोजेक्ट गरिसकेपछि तपाईँहरूलाई चाहिँ अर्को सजिलो के हुन्छ भन्दाखेरि चाहिँ अब यहाँबाट चाहिँ भिडियो क्रिएट गर्नको लागि चाहिँ तपाईँहरूलाई अप्सन मिल्छ। जस्तै यो न्यू भिडियोमा जानुभयो, गइसकेपछि तपाईँहरूले यस्तो अप्सन आउँछ जसमा तपाईँहरूले चाहिँ यहाँ भिडियोजमा तपाईँहरूले चाहिँ इमेज होइन, हामीले इमेज गर्न लगाएको होइन, भिडियो जेनेरेट गर्न लगाएको, त्यही भएर तपाईँले भिडियो अनि फ्रेममा तपाईँले यो सिलेक्टै गर्नु होला, इन्ग्रेडियन्ट्स होइन ख्याल गर्नु होला। र तपाईँहरूले अब पोर्ट्रेटको हिसाबले राख्ने हो कि ल्यान्डस्केपको हिसाबले राख्ने हो त्यो आफ्नो चोइस अनुसार गर्न सक्नुहुन्छ। अहिलेलाई मैले चाहिँ 9:16 राखेँ र एउटा जेनेरेट गर्न खोजेँ। र यो जहिले पनि तपाईँहरूले 3:1 फास्ट गर्नु होला, किनकि तपाईँको त्यो अनुसार क्रेडिटहरू चाहिँ काटिएको हुन्छ। जस्तै यदि मैले क्वालिटी गरेको भए के भने 100 क्रेडिट काट्थ्यो, जुन मेरो म्याक्सिमम हुन्थ्यो। अनि त्यही भएर तपाईँहरूले यो गर्नु होला। अनि स्टार्टमा गइसकेपछि तपाईँहरूको ऐनेको इमेज के थियो, जस्तै मैले यहाँ डाउनलोड थुप्रै गरिसकेको थिएँ, यसरी चाहिँ इमेजहरू तपाईँले अपलोड गर्नुहोस्। अब इमेज अपलोड गरिसकेपछि तपाईँहरूको यो इमेज चाहिँ स्टार्टबाट अपलोड यसरी भइसकेपछि तपाईँहरूले यो प्रम्प्ट चाहिँ युज गर्नु होला है। अनि यो प्रम्प्टहरू युज भइसकेपछि चाहिँ तपाईँले चाहिँ फाइनल्ली चाहिँ यहाँ जेनेरेट गरिदिनु होला। यो जेनेरेट तपाईँको हुन्छ है। अनि फाइनली तपाईँहरूको जसरी यो जेनेरेट भइसकेपछि तपाईँहरूको बन्ने इमेज चाहिँ यसरी भिडियोहरू चाहिँ बनेर आउँछ। अब यसलाई तपाईँहरूले डाउनलोड गर्न सक्नुहुन्छ। अनि तपाईँहरूले फाइनल्ली चाहिँ टिकटकमा गएर चाहिँ यसको अब यो टेक्स्टहरू लेख्ने र इफेक्टहरू भनौँ न, यसमा साउन्ड कस्तो हाल्ने त्यो कुराहरू चाहिँ तपाईँले टिकटकबाट अथवा चाहिँ तपाईँहरूले अरू एडिटिङ टुलहरूबाट पनि गर्न सक्नुहुन्छ है त। र तपाईँहरूलाई कुनै पनि प्रम्प्टहरू चाहिँ टाइप गर्न जरुरत छैन, जुन चाहिँ तपाईँहरूले युट्युब च्यानलबाट मैले वाट्सएपको लिङ्क हालिदिनेछु, त्यहाँबाट तपाईँहरूले लिन सक्नुहुन्छ है त। थ्याङ्क यू सो मच फर वाचिङ।